माछा खाने चाहिँ दुई हातले अब एक हातले खान जाँदिन दुई हात खाने भनेको अलिकति माछा चाहिँ माछा अलिकति चाहिँ माछा खाने माछा आएन भाइ हाम्रो भाइहरू यहाँ हाम्रो अर्डर आइसक्यो माछा रमाइलो ह्याप्पी न्यू इयर माछा आइसक्यो है अनि हाम्रो भाइबुरोले माछा हाम्रो आइसक्यो माछा चाहिँ अनि माछा कस्तो छ भाइबुरो एकदम स्वादिष्ट एकदम ठिक छ है अनि आज चाहिँ घुमघाम क्रममा चाहिँ हामी धेरैजना आयो होइन जेस रमाइलो पनि भयो अनि आजको चाहिँ खास घुमघामको प्रोग्राम चाहिँ के कस्तो थियो आज हाम्रो जम्का भेट त भयो यहाँनिर होइन अनि जम्का भेट भएको क्रममा कस्तो फिल भइरहेछ न्यू इयर 2084 एकदम राम्रो भयो 2082 राम्रो 2082 ल हाम्रो वरिष्ठ भाइबुहरूसँग पनि आज भेटघाट भयो सर्वप्रथम ह्याप्पी न्यू इयर भन्न चाहिँ हाम्रो भाइबुहरूले अनि सन्चै आरामै थ्याङ्क यू सो मच भन्नु त्यसै गरेर जतिजना पनि हाम्रो लाइभ हेरेर बस्नुभयो सबैजना नेपालीहरूको नयाँ वर्ष 2000 कति हो अघि नभयो 2082 सालको 52 वर्ष जतिजना पनि देश विदेशमा हुनुहुन्छ सबैजनामा इमानी उमरको तर्फबाट ह्याप्पी न्यू इयर भन्न चाहन्छु धन्यवाद यस्तो रमाइलो भइरहेको छ कि हेर्नुहोस् साथीहरू आज हामी सबैजना चाहिँ घरको सँगै छौँ एकदम रमाइलो भइरहेको छ त्यसको साथसाथै एकदम फ्रेस चिकन फ्राई खाँदैछौँ चिकन त होइन होला हामी चाहिँ माछा खाँदैछौँ माछाको टेस्टी चाहिँ कस्तो भइरहेछ अहिले एकदम सरी चिकन भन्दा पनि चाहिँ दिनभरि सधैँभरि चिकन खाइरहेको आज फर्स्ट टाइम माछा खाँदा चिकन भन्छ सरी भन्छ माछा टेस्ट एकदम राम्रो छ एकदम जे होस् आज घुमघाम चाहिँ रमाइलो नै भयो है एकदम यो त अझै एकदम अविस्मरणीय सेयर गर्न चाहन्छु म सधैँभरि एक नस हुँदैन बेला मौकाले यसरी भेटघाट गर्ने मौका अवसर मिलेको छ त्यसको लागि धन्यवाद यहाँनिर हाम्रो भान्जीहरूसँग पनि भेटघाट भएको छ धेरैजना हुनुहुन्छ आज 2082 है कहिलेकाहीँ यो बिना हड्डीको जिब्रो चाहिँ कहिलेकाहीँ लटपटिन्छ होइन हामी चाहिँ आज घुमघाम क्रममा धेरैजना भेट भएको छौँ रमाइलो पनि भइरहेको छ हाम्रो भान्जीसँग केही कुराहरू गर्न चाहे भान्जी हजुरको नमस्ते सन्चै आरामै हुन्छ एकदम आरामै अनि हामीले घुमघाम क्रममा कस्तो भइरहेछ कस्तो लागिरहेछ रमाइलो एकदम खुसी एकदम रमाइलो लागिरहेछ एकदम अनि अहिले चाहिँ माछा खाँदै हुनुहुन्छ कति राम्रो कति स्वादिलो छ एकदम स्वादिलो एकदम राम्रो छ है हाम्रो प्युठान झिमरुकको माछा झिमरुक मारीतिर माछा पाउँछ त्यो भन्दा यहाँ त अलिक फरक त भइहाल्छ होइन धन्यवाद अनि यहाँनिर हाम्रो बितिसा नानी पनि हुनुहुन्छ माछा खाने यहाँनिर लैजाइरहेको छन् किन लजाएको छन् त्यो नि त्यस्तो लजाउनु हुन्न नि हेर र त सन्चै छौ ए आज घुमघाम कस्तो लागिरहेछ मम्मीहरूसँग आएको छ कि होइन ल ठिक छ माछा चाहिँ राम्रो खाऊ है
हामी चाहिँ माछा खाने क्रममा यहाँनिर हाम्रो एकजना राजेश हमाल भनेर सायद एकदमै फेमस हुनुहुन्छ है। यहाँनिर हाम्रो राजन मगर पनि हुनुहुन्छ। उहाँसँग पनि हामी भेटघाट भएर हामी माछा खाने प्रोग्राममा जुधिरहेका छौँ। र यस माछा खाने प्रोग्राममा जुधिरहेका क्रममा उहाँसँग पनि केही कुराहरू राख्न चाहे। राजनजी नमस्कार। नमस्कार, मेरो नाम राजन परियार, तेजेन्द्र परियार, कलाकार, कलौटेको बाबु। कलौटे भन्ने पनि आजभोलि एकदम अनि जस आज चाहिँ न्यु इयर हाम्रो नेपालको हेप्पी न्यु इयर है सर्वप्रथम सबैजनाले। अनि न्यु इयरको केही शुभकामना व्यक्त गर्न चाहनुहुन्छ कि? हजुर, आदरणीय सम्पूर्ण नेपाली जनहरू, इष्टमित्र, देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली जनहरूलाई 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। हामी चाहिँ अहिले विशेष त हामी परदेशी ठाउँ भनौँ क्या, र आफन्तीसँग भेटघाटको साथसाथै हामी न्यु इयर सेलिब्रेसन गर्दैछौँ। हुनुहुन्छ आदरणीय विशेष गरी त प्रकाश मगरजी, उहाँलाई विशेष गरी धेरै धेरै धन्यवाद। त्यस्तै गरी आज सेलिब्रेसन गरौँ भनेर खानपिनमा अलिकति जोड दिँदै हामी आफ्नो आफन्तीजनहरूसँग बसिरहेका छौँ। यही भन्न चाहन्छु तपाईँहरू सबैजनालाई पनि जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो क्षेत्रबाट आफ्नै तरिकाले सेलिब्रेसन गर्नु होला भन्ने शुभकामना साथै आशा अनि अपेक्षा पनि व्यक्त गर्न चाहन्छु है त। हस् त, धन्यवाद त्यसको लागि समय दिनुभयो। मर्निङ आनी तैँले खाए